हेलो साथीहरु, ह्यापी स्टडीमा यहाँहरुलाई स्वागत छ। योभन्दा अगाडिको क्लासमा भने हामीहरुले बिजनेस लको नै च्याप्टर 2 अन्तर्गत रहेर जुन छ नि मेजर प्रोभिजन्स अफ कन्ट्र्याक्ट एन्ड अदर लायबिलिटीज अन्डर मुलुकी देवानी संहिता 2074 को बारेमा केही चर्चा गरेका थियौं। यो 9 वटा पोइन्टहरु थियो नि कस्तो कस्तो व्यवस्था गरेको रहेछ त हाम्रो करार ऐनमा के व्यवस्थाहरु गरेको रहेछ, मुख्य प्रावधानहरु के रहेछन् त भनेर त्यसको बारेमा थोरै चर्चा गरेका थियौं भने आजको क्लासमा नि फेरि हामीले च्याप्टर 2 अन्तर्गतकै लास्ट हेडिङ रहेको छ। यो चाहिँ मुलुकी देवानी संहिता 2074 अन्तर्गत अन्य दायित्व सम्बन्धी प्रावधानहरु के रहेका छन् त भनेर थोरै छलफल गर्ने छौं। ल हामीलाई यहाँ आवश्यक पर्ने बुझ्नु पर्ने मात्र दिएको छ के, त्यहाँ भन्दा बढी हामीलाई जति आवश्यक छ नि जति हामीलाई चाहिन्छ नि त्यति मात्र दिएको छ, त्यो भन्दा एक्स्ट्रा चाहिँ हामीले केही पढ्नु पर्दैन। ल हाम्रो मुलुकी देवानी संहितामा करारमा त करारका मुख्य प्रावधानहरु त उल्लेख गरिएको रहेछ रे, दायित्व अनि पछि प्रावधानहरु उल्लेख गरिएको रहेछ रे, तर त्यो बाहेकका अन्य हामीलाई आवश्यक पर्ने जान्नै पर्ने अन्य दायित्वहरु के छन् त हामीले जानकारी लिनुपर्ने भनेर त्यसको बारेमा पनि थोरै जुन मेन पोइन्ट्सहरु छ नि हो त्यो चाहिँ हामीलाई यहाँ दिएको छ के। यसैको बारेमा आज हामीले जानकारी लिने छौं। ल एकदम सजिलो छ, यो हाम्रो डेली लाइफमा काम लाग्ने कुरा पनि हो, नर्मल्ली लिएर पढ्दाखेरि चाहिँ मजाले बुझिन्छ। ल सुरुमा यस्तो क्वेशन आयो भने त अब करार भनेको के हो लेख्ने, त्यसपछि थोरै करारलाई यस अन्तर्गत राखेको छ, कुनमा राखेको छ भन्दा मुलुकी देवानी संहिताको भाग 5 अन्तर्गत हामीले व्यवस्था गरेको करार ऐन सम्बन्धी व्यवस्था गरिएको छ भनेर लेख्ने। अब भाग 5 भनेर आएन भने पनि मुलुकी देवानी संहितामा चाहिँ हाम्रो करारीय जुन दायित्वहरु छ नि हो त्यो सँगसँगै अन्य व्यवस्थाहरु पनि अन्य दायित्व सम्बन्धी प्रावधानहरु पनि रहेका छन्। हामीले जान्नुपर्ने अथवा मुख्य दायित्वहरु छन् नि हो त्यो चाहिँ हाम्रो देखाइ बमोजिम प्रस्तुत गरिएको छ भनेर त्यसरी बल्ल लेख्नको लागि स्टार्ट गर्ने के। त्यस्तो गर्दाखेरि हल्का ब्याकग्राउन्ड दिइसकेपछि अलि राम्रो देखिन्छ के लेख्नको लागि। त्यसपछि हाम्रो फर्स्टमा के छ त भन्दा हामीले यस अन्तर्गत रहेर लीज करार, त्यसैगरी हायर पर्चेज करार, यो त हाम्रो अब लीज करार भनेको हायर पर्चेज भनेको थाहै छ नर्मल्ली, अनि पछि अलि थाहा नभएको भनेको यो दुष्कृति भन्ने हो। त्यसैगरी अप्रत्यक्ष करार र अनुचित समृद्धि, यो समृद्धि यसको बारेमा चाहिँ हामीले पढ्नुपर्ने हुन्छ। ल अब हामीले चाहिँ नर्मल्ली लीज करार भनेको के हो भन्दा लीज भनेर हामीले सुनिरहेको हो कि, यसैलाई हामीले कसरी लेख्ने त यहाँ भनेर अलि एडभान्स तरिकाले लेख्नु चाहिँ पर्छ। तर फरक भने हैन ल, हामीले लीज भन्नेबित्तिकै अरु आफ्नो स्वामित्वमा छैन नि केही पनि काम गर्न परेमा आफ्नो स्वामित्वमा नभएको सम्पत्ति अरु कुनै व्यक्तिको कुनै पक्षको हुन्छ नि स्वामित्वमा रहेको सम्पत्ति चाहिँ हामीले त्यसलाई निश्चित रकम तिरेर भाडा तिरेर निश्चित वर्षको समय अवधिको लागि करार गरेर यति समय अवधिको लागि मैले यति भाडा यति दरको दरले यति प्रत्येक वर्ष यति भाडा बुझाउने गरेर चाहिँ यति वर्षसम्मको लागि मैले यो जग्गा छ नि यो चाहिँ मैले भाडामा लिएको छु भनेर करार गरिन्छ नि, त्यो नै हाम्रो लीज करार हो। ल सामान्यतया नर्मल्ली हामीले जे बुझेका छौं त्यो यहाँ पनि त्यही नै छ के, त्यही नै हो। ल अरु यता उता गर्न चाहिँ पर्दैन, यो सबै यस्तो लेख्न पर्छ चाहिँ भन्नु पर्दैन। त्यसैगरी यसमा अब लीज भनेको के हो, लीज करार अन्तर्गत हामीले लीज कसैको जग्गाहरु भाडामा लिएर आफूले उपभोग गर्दै गर्दा उपयोग गर्दै गर्दा हो त्यो लीजको जुन जग्गा छ नि हो त्यो जग्गाको उपभोग गर्दै गर्दा के कस्तो कार्यहरु हामीले गर्न पाइन्छ त, त्यसैगरी के कस्तो कार्यहरु गर्न पाइदैन। यदि हामीलाई फेरि हुन्छ नि त्यो लीज गर्दाखेरि आफू मर्का पर्यौं भने त्यस्तो पर्यौं भने चाहिँ हामीले कसरी नालिस गर्ने, कसरी उजुर दिने, कसरी न्याय पाउने, अनि पछि हाम्रा अधिकारहरु के छन् त, हाम्रा कर्तव्यहरु के हुन्छन् त त्यो जग्गाहरु प्रयोग गर्दै गर्दाखेरि भनेर चाहिँ नर्मल्ली यसमा जानकारी दिएको छ, त्यही नै हो। ल के भनेको छ भन्दाखेरि हाम्रो नर्मल्ली मान्यता के छ भन्दा अरुको जग्गा उपभोग गर्न पाइदैन, अरुको जग्गामा केही पनि गर्न पाइदैन भन्ने छ। अब सधैँभरि यस्तो गरेर त पुग्दैन नि, व्यवसायहरु सञ्चालन गर्नुपर्ने हुन्छ, सबैको जग्गा आफ्नै जग्गा हुन्छ भन्ने त हुँदैन हो। आफ्नो जग्गा नभए तापनि निश्चित समय अवधिका लागि निश्चित रकम तिरेर चाहिँ आफूले उक्त जग्गाको अर्काको स्वामित्वमा भएको जग्गाको चाहिँ उपभोग गर्न पाइन्छ। निश्चित रकम तिरिसकेपछि त्यसलाई हामीले के भनिन्छ भन्दा लीज करार भनिन्छ। यहाँ पनि त्यही नै भनेको छ। हाम्रो यो पहिला हुन्छ नि पहिला चाहिँ हाम्रो यसको मान्यता दिएको थिएन, तर पनि अहिले चाहिँ हाम्रो प्रथम पटक के भनेर मुलुकी देवानी संहितामा लीज करारलाई मान्यता दिएको छ, यसको व्यवस्था गरेको छ भनेको छ के यहाँ।
अब बुकमा के दिएको छ यसबाट पनि थोरै हेरौँ है, अझ बुझ्नको लागि सजिलो हुन्छ। सामान्यतया जसको सम्पत्ति हो उसैले प्रयोग गर्नुपर्दछ भन्ने मान्यता रहेको हुन्छ। यो हामीले अघि नै भनिसक्यौँ, जसको सम्पत्ति हो उसैले मात्र उपभोग गर्ने, अन्य अर्को थर्ड पार्टीले चाहिँ उपभोग गर्न पाउँदैन भनेर भनिसकेका छौँ ल। सधैँभरि यो मान्यता कडाइका साथ लागू भएको हुँदैन। व्यावहारिक रूपमा एक व्यक्तिको नाममा दर्ता भएको वा स्वामित्वमा रहेको सम्पत्ति सम्बन्धित जग्गा सम्पत्तिका धनीको मन्जुरी लिएर अर्का व्यक्तिले प्रयोग गर्ने अभ्यास नेपाली समाजमा पहिलेदेखि लागू हुँदै रहेको छ भन्यो। त्यही हो, नर्मली त्यही बुझ्दाखेरि हुन्छ ल। एउटाको स्वामित्वमा त्यो जग्गा छ, अर्काले उपभोग गरिराखेको छ निश्चित रकम तिरेर, यत्तिकै उपभोग गरेर अब उसले यत्तिकै दिन्छु भनेर मालिक छ नि, जुन त्यो जग्गाको मालिक छ नि, यत्तिकै दिन्छु भनेर आफूले मन्जुरी गरेर दियो भने त अब दियो, नै भने निश्चित रकम निश्चित शुल्क लिएर चाहिँ भाडामा प्रयोग गर्न पाउने, उक्त जग्गाको प्रयोग गर्न पाउने चाहिँ हाम्रो व्यवस्था गरिएको छ भनेको छ ल यहाँ। त्यसै गरी के भनेको छ भन्दाखेरि कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको कुनै वस्तु अर्का व्यक्तिलाई नियमित बहाल भनेको भाडा ल पाउने शर्तमा कुनै निश्चित अवधिका लागि भोग चलन गर्न त्यसबाट प्राप्त हुने लाभ प्रयोग गर्न दिने गरी करार भएको मानिने व्यवस्था मुलुकी देवानी संहिता 2074 मा गरिएको छ भनेर लेख्दा हुन्छ ल। हामीलाई दफा उपदफा त्यसै गरी परिच्छेदहरू चाहिँ उल्लेख गर्नु पर्दैन। अब यही नै लेख्न आएन भने पनि नर्मलले हामीले जे बुझेका छौँ त्यो लेखिदिँदा हुन्छ। अनि पछि के भनेको छ भन्दाखेरि अब जहिले पनि करार गर्दाखेरि दुईवटा पक्ष हुन्छन्। अब यसमा पनि दुईवटा पक्ष हुने भयो, एउटा मालिक हुने भयो, जुन जग्गाको मालिक छ नि त्यो मालिक हुने भयो, अर्को चाहिँ भाडामा लिने पक्ष हुने भयो। यस अन्तर्गत यही लेखिदिने हो कि टक्क टक्क। अनि पछि यसका अधिकारहरू यो हुन्छन्, कर्तव्यहरू यो हुन्छन्। केही परेमा अदालतमा नालिस गरेमा चाहिँ केही उजुरी दिनु परेमा चाहिँ यो म्यादभित्र चाहिँ नालिस गर्दा पाउँदा हुन्छ। त्यसै गरी हाम्रो अधिकतम यति रहेको छ, कुनै पनि जग्गा भाडामा दिने के को प्रयोजनका लागि लिएको छ त त्यसको प्रयोजनका लागि लिएको निश्चित समय अवधि तोकिदिएको छ कि हाम्रो कानुनमा नै तोकिदिएको छ। यही लिज करार अन्तर्गत नै हाम्रो तोकिदिएको छ। हो त्यही अनुसार चाहिँ हामीले के गर्नुपर्दछ त करार गर्नुपर्दछ। के भनेको छ यहाँ भन्दाखेरि लिज करारमा दुई पक्ष हुन्छन् जसलाई लिजदाता र लिज प्राप्तकर्ता भनिन्छ। लिज करार गर्दा लिज लिएको सम्पत्ति भोग चलन गर्न सक्ने सुनिश्चितताका उनका साथै भोग चलन गर्दा नष्ट हुने वा उपभोग्य नाशवान प्रकृतिका वस्तुहरू लिने भने लिजमा लिन मिल्दैन। अब जस्तै कि हाम्रो हुन्छ नि जग्गाहरू भयो नि त, जग्गा त नाश हुँदैन नि त, एकपटक लिइसक्यो भनेपछि त्यसमा केही गर्यो, अब निश्चित समय अवधिसम्मका लागि उसले लिजमा लियो, त्यसमा केही सञ्चालन गर्यो, कृषि गर्नका लागि लियो, त्यसै गरी आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि लियो भने पनि त्यो निश्चित समय अवधिका लागि हुन्छ। तर त्यो जग्गा त त्यही रहन्छ, नाशवान हुँदैन नि त। हो, नाशवान नहुने प्रकृतिको चाहिँ हाम्रो लिजमा दिन मिल्ने रहेछ भनेको ल यो चाहिँ। त्यसै गरी के भनेको छ भन्दा लिज करारमा अन्यथा व्यवस्था भएको अवस्था बाहेक लिजमा दिएको वस्तुको मर्मत सम्भार लिजदाताले नै गर्नुपर्छ। यदि हाम्रो करार गर्दाकै बखत के भनेको रहेछ भन्दाखेरि केही पनि शर्त राखेको रहेनछ भने चाहिँ हाम्रो के गर्ने रहेछ त, केही हानि नोक्सानी अथवा केही टुटफुट भएमा यताउता केही भएमा चाहिँ त्यो जुन छ नि मालिक छ नि त्यसैले नै खर्च उठाउनु पर्ने रहेछ रे। नर्मल्ली केही पनि त्यो शर्तमा त्यो करारमा केही उल्लेख नगरेको भए, तर हाम्रो यदि करारमा उल्लेख गरेको भए कहिलेकाहीँ हुन्छ नि 50% हाम्रो त्यो जग्गा धनीले बेहोर्ने, त्यसै गरी हाम्रो 50% चाहिँ के गर्ने भन्दाखेरि जुन लिजमा लिएको व्यक्ति छ नि हो त्यसले तिर्ने भनेर पनि त करार भएको हुन सक्दछ। अथवा पुरै त्यो जग्गा भाडामा लिएकोले जिम्मा हुने भनेको हुन्छ, पुरै के भनेको हुन्छ भन्दा जग्गा धनीले जिम्मा लिएको हुन्छ। त्यसै गरी 75%, 25% यस्तै जुन रेसियोहरू छ नि हो यस्तो उल्लेख नभएको भए चाहिँ हाम्रो सबै के गर्नु पर्यो, लिज जुन छ नि लिजको मालिक के त्यो जग्गाको मालिक जुन छ नि त्यसले नै बेहोर्नु पर्यो, नाइ भने करारमा जुन शर्त छ नि त्यही अनुसार नै बेहोर्नु पर्यो भनेको ल। त्यसै गरी के भनेको छ भन्दाखेरि लिजमा लिएको वस्तु कुनै किसिमको हानि नोक्सानी भएमा लिजदातालाई खबर गर्ने मर्मत गरी 15 दिनभित्र
पहिलेको अवस्थामा लानुपर्ने र पहिलेको अवस्थामा लैजान नसकिने भएमा भोग चलन वा प्रयोग गर्न योग्य नभएको दाबी वा खिचोला परेको वा बाधा अवरोध भएको अनुपातमा लिज बहाल रकम घटाउनु पर्ने समेत व्यवस्था गरिएको छ भनेको के जस्तै कि हामीले सग्लै छ के जग्गा यति पर्ला भनेर आफूलाई त अब सुरुमा अरूको जग्गामा के कस्तो छ थाहा हुँदैन नि त यति जति होला भनेर के गरियो भन्दाखेरि लियो त्यसपछि केही आफूलाई मन परेन कि त्यहाँ आफूले सोचे जस्तो रहेनछ भने चाहिँ उसलाई त्यो 15 दिनभित्र जानकारी गराएर यस्तो यस्तो रहेछ अब हुन्छ नि यदि तपाईले यो भाडा घटाउनुहुन्छ भने मैले लिन्छु नै भने लिदिन त्यस्तो भन्न पनि पाइयो 15 दिनभित्र है 15 दिनभित्र भनेको ल त्यसैगरी हाम्रो के भनेको छ यो सबै लेख्नु पर्दैन नर्मली हामीले बुझ्नको कन्सेप्ट लिनको लागि मात्र ल हामीले अब लिजदाताको सुरुमा लिज करार भनेको के हो त्यसपछि यसमा दुईवटा पक्ष हुन्छन् विभिन्न कर्तव्य दायित्वहरू अधिकारहरू रहेका हुन्छन् भनेर लेख्ने एउटा दुईटा त्यसपछि फेरि यसको जुन छ नि के भने लिज करार सम्बन्धमा कुनै विवाद भएमा मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण परेको मितिले 2 वर्षसम्म मुद्दा गरिसक्नु पर्दछ भनेको छ भने यदि केही गरी मुद्दा राख्न पर्यो भने चाहिँ त्यो हुन्छ नि विवाद भएमा मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण जुन कारण छ नि हो त्यो परेको मितिले चाहिँ हाम्रो 2 वर्षभित्र चाहिँ मुद्दा गर्नुपर्ने रहेछ भनेर यो सम्झिँदाखेरि यो लेख्दा भयो राम्रो देखिन्छ नै भने अब सबैको कहाँ सम्झिन सकिन्छ त भन्ने भयो भने चाहिँ यो पनि नलेख्दा भयो तर यो पोइन्टहरु छ नि यो तलको 2-3टा पोइन्टहरु यो चाहिँ लेख्नुपर्ने हुन्छ ल त्यस सुरुमा के छ भन्दा घर निर्माण गर्न लिएको जग्गा भनेको छ अब घर निर्माण गर्न लिएको सबै लेख्न परेन है घर निर्माण गर्न लिएको जग्गा हाम्रो 35 वर्षसम्म मात्र करार लिजमा दिन पाइने रहेछ यो व्यवस्था गरिएको छ बढीमा पनि यति अवधिसम्म चाहिँ हाम्रो घर निर्माण गर्नको लागि लिएको जग्गा चाहिँ 35 वर्षसम्म मात्र लिजमा दिन मिल्ने रहेछ त्यो भन्दा बढी दिन मिल्दैन भन्ने व्यवस्था गरेको ल यो चाहिँ त्यसैगरी अर्को के भनेको छ भन्दा सजिलो छोटो पोइन्टहरु लेख्दिने के ट्याक्क खेती गर्ने जग्गा भए 20 वर्ष त्यसैगरी सवारी साधन भए बाहेक अन्य यान्त्रिक उपकरण भए 15 वर्ष सवारी साधन बाहेक अन्य भए चाहिँ हाम्रो 15 वर्ष रहेछ घरपालुवा जनावर भए 10 वर्ष एउटा दुईटा तीनटा चारवटा भइसके भनेपछि अब सबैको एउटा मात्र लेख्न त आउँदैन नि त सबैको लेख्दा अलिअलि भइहाल्छ 4वटा 5वटा पोइन्टहरु सर हेर्दा जाँदा हुन्छ ल त्यसैगरी अर्को भनेको के छ त भन्दा हायर पर्चेज करार अब यो त नर्मल्ली हामीलाई भन्नै पर्दैन मजाले बुझिन्छ यो अहिलेको यो परिस्थिति हुन्छ नि यो समयमा चाहिँ हाम्रो अब हायर पर्चेज जस्तो इन्स्टलमेन्ट गरेर के बैंकले विभिन्न सुविधाहरू प्राप्त गरेको हुन्छ नि हामीले फुल्ली पेमेन्ट नगरिकन पनि कुनै बाइक स्कुटी कारहरू लिन पर्यो भने चाहिँ हाम्रो 3 महिनामा 1 महिनामा अथवा वर्षमा यति तिर्ने भनेर करार गरेर चाहिँ हामीले त्यो नयाँ गाडी नै लिउन पाउँछौं नि त हो त्यही हो कि हायर पर्चेज करार भनेको यो हामीले नर्मली जे बुझेका छौं त्यही हो ल यो चाहिँ के भनेको छ भन्दा किस्ताबन्दीमा खरिद गरेको इन्स्टलमेन्ट भनेको त्यही त हो किस्तामा आफूले बुझाउने गरेर त्यो रकम बुझाउने गरेर चाहिँ नयाँ वस्तु नै खरिद गर्ने भनेको के दिएको छ भन्दाखेरि वस्तुको धनीले कुनै व्यक्तिलाई आवधिक रूपमा किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरी भाडामा दिएको वस्तुमा भाडामा लिने व्यक्तिको भोगचलनको अधिकार हुने करारको शर्त बमोजिम भाडामा दिएको वस्तु भाडामा लिने व्यक्तिले खरिद गर्न सक्ने अन्तिम किस्ताबन्दी रकम भुक्तानी गरेपछि त्यस्तो वस्तुको स्वामित्व भाडामा लिने व्यक्तिलाई हस्तान्तरण हुने भएमा हायर पर्चेज सम्बन्धी करार भएको मानिन्छ भनेर हाम्रो मुलुकी देवानी संहितामा व्यवस्था गरिएको रहेछ अब भाडामा लिएको छ भाडामा लिँदै किस्तामा गर्दै बुझायो अन्तिम किस्तासम्म पनि बुझायो भने त्यो चाहिँ उसैको जुन छ नि भाडामा लिएको व्यक्तिमा नै हस्तान्तरण हुने भयो स्वामित्व हस्तान्तरण हुने भयो भनेको के यो चाहिँ नर्मली हामीले त्यो बाइक स्कुटीहरू निकाल्छौं नि किस्तामा त्यही हो ल यो चाहिँ हायर पर्चेज भनेको त्यही नै हो त्यसैगरी यसमा के भनेको छ भन्दाखेरि हायर पर्चेज करार सम्बन्धमा कुनै विवाद भएमा मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण परेको मितिले 2 वर्षभित्र अब यसमा पनि 2 वर्ष थियो यसमा पनि 2 वर्ष नै रहेछ ल यो दुईटैमा लगभग एउटै रहेछ यदि हामीले जुन छ नि अब यो हायर पर्चेज करार भनेको त विभिन्न शर्तहरू राखेको हुन्छ यदि यो क्वालिटीको अनि पछि यति मोडलको यस्तो सुविधा भएको अनि पछि यति वर्षसम्म वारेन्टी ग्यारेन्टी जे दिएको हुन्छ नि यदि त्यो करार बमोजिम भएको भए
त्यो वस्तु भएन भने चाहिँ हाम्रो मर्का पर्ने पक्षले 2 वर्षभित्र चाहिँ अदालतमा मुद्दा जाहेर गर्न पायो कि नालिस गर्न पायो भनेको ल यो चाहिँ। त्यसैगरी अब भाडामा चाहिँ हामीले कुनै पनि हुन्छ नि सवारी साधनहरू दिँदाखेरि चाहिँ म्याक्सिमम कतिसम्म दिन पाइन्छ त भनेर पनि व्यवस्था गरिएको हुन्छ। अनि पछि विभिन्न शर्तहरू के शर्तमा चाहिँ हाम्रो भाडामा दिन पाइन्छ त भनेर त्यो शर्तहरू पनि हाम्रो यो छ नि हायर पर्चेज करार अन्तर्गत व्यवस्था गरेको छ ल। के छ त भन्दा भाडामा लिएको व्यक्तिले भाडामा लिएको वस्तु निर्वाध रूपमा भोगचलन गर्न सक्ने अधिकार रहेको छ। कसैको डर धम्की बिना के यसले केही गर्ला कि भनेर त्यो डर मान्नु परेन भनेको ल यो चाहिँ। त्यसैगरी वस्तुको धनीले भाडामा लिने व्यक्तिलाई भोगचलनका लागि वस्तु हस्तान्तरण गर्दाका बखत कुनै किसिमको दस्तुर नलाग्ने वा कसैको दाबीबाट त्यस्तो वस्तु मुक्त रहेको। अब आफ्नो मात्र हुन्छ नि आफ्नो स्वामित्वमा भएको मात्र हो नि त। अरूको भाडामा अरूको व्यक्ति जुन छ नि जुन सामानहरू छ नि जस्तै कि एउटा अब बाइक नै हुन्छ नि आफ्नो स्वामित्वमा नभएको अरूको छ चोरेर ल्याएको बाइक अब अर्कालाई भाडामा दियो भने अथवा त्यो किस्तामा दियो भने त के भन्ने भयो जो आफूले चोरेर ल्याएर अर्कालाई दिएको रहेछ अरे। अब त्यो बाइकको मालिक भेट्यो भने त यो मेरो हो भनेर दाबी गर्न पायो नि त। हो त्यस्तो हुन भएन भनेको ल यहाँ चाहिँ। त्यस्तो चाहिँ हुन भएन कि अरूले आएर मेरो हो भनेर दाबी गर्न पाएन किनकि उसले भाडामा ल्याइसकेपछि त आनन्दले आफू कसैको डर धम्की बिना चाहिँ आफ्नै भनेर चलाउन पाइने भयो नि त। त्यो भनेर व्यवस्था गरेको ल। त्यसैगरी अर्को के भनेको छ भन्दाखेरि भाडामा लिने व्यक्तिलाई त्यस्तो वस्तु नमुनासँग भिडाउन सक्ने मनासिब अवसर हुने कुरालाई वस्तुधनले आश्वासन दिएको छ भनेको यस्तो ल। नमुना भनेको जस्तै कि हाम्रो नमुनाद्वारा बिक्री गरिएको हुन्छ नि त। एउटा स्याम्पल देखाउने अनि पछि एउटा बिक्री गर्ने भनेको चाहिँ हुँदैन के। यदि त्यस्तो भयो भने चाहिँ हाम्रो जुन विक्रेता छ नि त्यो विक्रेतामाथि क्रेताले चाहिँ मर्का पर्ने पक्षले चाहिँ मुद्दा जाहेरी गर्न पाउँछ भनेको ल। यदि नमुना अनुसारको जस्तो नमुना लेखेको छ नि हो त्यस्तै नै वस्तु हुन पर्यो के भनेको यो चाहिँ। त्यसैगरी अर्को भनेको के छ भन्दाखेरि वस्तुधनले भाडामा लिने व्यक्तिलाई वस्तु हस्तान्तरण गर्दाका बखत त्यो वस्तु निजले बिक्री गर्न सक्ने अधिकार रहेको हुन्छ भनेको चाहिँ। यदि अब भाडामा दिँदै उसले जुन छ नि भाडामा लिएको व्यक्तिले खरिद गर्छु भन्यो भने त्यो खरिद गर्न पायो। अथवा जुन छ नि भाडामा दिने व्यक्ति जुन मालिक छ नि भाडामा दिनेवालाको हो त्यसले पनि बिक्री गर्छु भन्न नि पायो भनेको ल यो चाहिँ। त्यसैगरी अर्को भनेको के छ भन्दा दुष्कृति। अब यो चाहिँ हामीले अलि नसुनेको कि अलि गाह्रो लाग्न सक्छ। नर्मल्ली के भनेर बुझ्दा हुन्छ भन्दा दुष्कृति भनेको चाहिँ के भन्दाखेरि काम एउटाले गर्ने गल्ती एउटाले गर्ने अब चोट अर्कालाई पर्ने के मर्का हानि नोक्सान चाहिँ अर्कालाई पर्ने। जस्तै कि यसलाई चाहिँ हामीले एउटा इक्जाम्पलद्वारा बुझ्न सकिन्छ ल। हाम्रो नर्मल्ली उखानहरू पनि युज हुने हुन्छ नि त। जस्तै कि एउटा मानौ कि के भन्दा नर्मल्ली सुनिराखेको चाहिँ के भन्दा धान खाने मुसो चोट पाउने भ्याउता भन्ने हुन्छ नि। अब धान मुसाले खायो चोट कसले पायो नोक्सान कसलाई भयो कसलाई दुख्यो भ्यागुतालाई दुख्यो भने चाहिँ ल यो पनि त्यस्तै हो। के भनेको भन्दाखेरि यसमा अब एउटाले गल्ती गर्यो अब त्यसको मर्का चाहिँ अर्कालाई पर्यो नोक्सान चाहिँ अर्कालाई पर्यो भनेको ल। यसमा अझै हाम्रो यहाँ के भनेको छ भनेर हेर्नेपछि अझै मजाले बुझिन्छ ल। के भनेको छ भन्दाखेरि आफैले दायित्व बेहोर्नु पर्ने अरू कसैको त्रुटि हेलचक्राइ वा लापरवाही जेसुकैबाट भए तापनि गरेको कुनै काम वा अकर्मण्यताबाट कसैको जीव ज्यान वा सम्पत्ति वा कानुन बमोजिम संरक्षित हक वा हितमा कुनै किसिमले हानि नोक्सानी पुर्याएमा दुष्कृति भएको मानिन्छ भनेको के। जस्तै कि यसमा के भन्न सकिन्छ भन्दाखेरि आफैले पालेको जुन छ नि अब बाख्राहरूको इक्जाम्पल लिउँ ल। बाख्राहरू छ अब अरूको कुनै जग्गामा गएर बालीनाली खाइदियो भने चाहिँ अब कसले खायो भन्दाखेरि बाख्राले त त्यो बालीनाली खाइदियो भनेपछि त्यो बाख्राको मालिकले क्षतिपूर्ति दिनु पर्यो नि त। खास खाएको बाख्राले हो तर क्षतिपूर्ति कसले दिन पर्यो भन्दाखेरि बाख्राको जुन मालिक थियो नि हो त्यसैले दिन पर्यो भनेको ल यो चाहिँ। अब हाम्रो के बनेको छ भन्दाखेरि दुष्कृतिका कारण मर्का पर्ने व्यक्तिले त्यस्तो कार्य भएको मितिले 6 महिनासम्म नालिस गरिसक्नु पर्ने व्यवस्था गरिएको छ भनेको छ ल। हाम्रो 6 महिनासम्म उजुरी गर्यो भने चाहिँ त्यो मर्का पर्ने पक्षले न्याय पायो नाइ भने पाएन भन्न खोजेको। यसलाई अझ एकचोटि बुझ्दाखेरि के भन्दाखेरि यहाँ दिएको छ नि हो यो
एकचोटि पढौँ, फेरि मजाले बुझिन्छ। 14 वर्ष पुरा नभएको नाबालकले गरेको दुष्कृति बापत निजसँग बसेको आमा बाबु नभए निज उपर मातृक तथा पैतृक अख्तियारी प्रयोग गर्ने व्यक्तिले दायित्व बेहोर्नु पर्ने हुन्छ भनेको के। हामीले अघि नै जुन त्यो बाख्राको इक्जाम्पल लिएका थियौँ नि, यो पनि त्यस्तै हो के। मजाले नर्मल्ली आफूले हुन्छ नि यस्तो इक्जाम्पलहरू लिने, अनि पछि यहाँ बुककोसँग मिलेको छ कि नै त त्यो हेर्ने के। त्यसपछि मजाले गर्न सकिन्छ ल। झ्याउ मान्नुपर्ने गाह्रो मान्नुपर्ने चाहिँ केही हुँदैन। अब 14 वर्ष पुरा नभएको भनेको हाम्रो के भन्छ नाबालक भयो। अब नाबालकले गरेको जस्तो कि नाबालक कोसँग बसिरहेको छ त, उसको संरक्षक को छ त भनेर त्यहाँ हुन्छ। कोही न कोही त उसलाई संरक्षक गरिरहेको हुन्छ नि, कोही न कोहीको संरक्षकमा त नाबालक हुर्किरहेको हुन्छ नि। यदि त्यो नाबालकले चाहिँ भुलवश कसैको केही काम बिगारिदियो भने चाहिँ हो, त्यो काम बिगारिदिएको नाबालकले त त्यस्तो अब हुन्छ नि दायित्वहरू बिहोर्नु पर्ने हुँदैन। हामीले अगाडिको जुन छ नि नाबालक सम्बन्धी करारमा अथवा नाबालक भनेको के हो भन्दा यसको कन्सेप्ट लिँदाखेरि नि हामीले नाबालकले चाहिँ के गर्न पर्दैन, कुनै पनि दायित्व बेहोर्न पर्दैन, नाबालक टाट पल्टिँदैन, नाबालक दामासाइमा पर्दैन भनेर त्यसको बारेमा चर्चा गरिसकेका छौँ। तर जुन छ नि नाबालकको संरक्षक छ नि, नाबालकले अब हानि नोक्सानी अरूको सम्पत्ति हानि नोक्सानी गर्दै क्षति गरिदिएको केही मानौँ, अब हो त्यस्तो उसले बेहोर्नु त परेन, तर उसमा जुन संरक्षक छ नि संरक्षकले चाहिँ बेहोर्नु पर्यो भनेको ल। यो चाहिँ त्यसै गरी अर्को के छ भन्दा होस ठेगानामा नरहेको व्यक्तिले गरेको हानि नोक्सानी बापत निजको संरक्षक वा माथवर जवाफदेही हुने र सोही बमोजिम निजले दायित्व बेहोर्नु पर्ने भनेको नि यही हो ल। अब होस ठेगानामा नरहेको व्यक्ति भन्यो, पागल व्यक्ति भन्यो, त्यही हो कि अस्वस्थ मनस्थितिको भनेको चाहिँ एउटै हो ल। यसरी चाहिँ बेहोर्नु पर्ने हुन्छ। यसमा नर्मल्ली के भनेर बुझ्ने भन्दा आफूले केही पनि गल्ती गरेको छैन, आफ्नो गल्तीबाट भएको त्यो दायित्व बेहोर्नु पर्ने होइन कि अरूको गल्तीबाट भएको दायित्व चाहिँ आफूमाथि आइपर्ने भनेको ल। यो चाहिँ आफूले बेहोर्नु पर्ने भनेको ल। त्यसै गरी अर्को भनेको के रहेको छ भन्दा अप्रत्यक्ष करार। अब यो अप्रत्यक्ष करार भनेको के हो भनेर नर्मल्ली बुझ्दाखेरि अब हाम्रो कुनै पनि करार वैध हुनका लागि के आवश्यक पर्छ, हामीले अगाडि पढेका छौँ नि त्यो 10वटा तत्त्वहरू हो, त्यो इसेन्सियल एलिमेन्ट्स फर भ्यालिड कन्ट्र्याक्ट भनेर त्यो 10वटा तत्त्वहरूको विद्यमानता भएमा मात्र हाम्रो कुनै पनि करार वैध करार हुन्छ। अर्थात् हाम्रो त्यो हुन्छ नि कानुनद्वारा कार्यान्वयन गर्न सकिन्छ। त्यसै गरी मर्का पर्ने पक्षले चाहिँ अदालतमा नालिस गरेर उपचार प्राप्त गर्न सकिन्छ भनेको छ नि। करार हुनको लागि चाहिँ यहाँनिर ख्याल गर्ने ल, हामीले के बुझिरहेका छौँ, अप्रत्यक्ष करार भनेको के हो त्यो बुझिरहेका छौँ ल। सुरुमा हामीले अब करार हुनका लागि आवश्यक तत्त्वहरू त्यो छ नि, वैध करार हुनका लागि आवश्यक तत्त्वहरूको कमीमा पनि हाम्रो यदि करारीय दायित्वहरू सिर्जना हुन्छ भने त्यस्तोलाई नै के भनिन्छ भन्दा अप्रत्यक्ष करार भनिन्छ भनेर भन्ने के। हाम्रो अप्रत्यक्ष करार भनेको त्यही हो ल। करार हुनका लागि आवश्यक तत्त्वहरूको कमीमा पनि यदि करार हुन्छ भने त्यो नै हाम्रो अप्रत्यक्ष करार हो भनेर बुझ्ने के। यसमा अब फेरि नर्मल्ली हामीले कन्सेप्ट ल्याइसक्यौँ भनेपछि बुकमा के दिएको छ हेर्ने ल एकचोटि। अप्रत्यक्ष करार पछ्यौरा भन्दा पनि कानुनद्वारा सिर्जना गरिएको हुन्छ। अब यस्तो भन्न बुझौँ ल, यसलाई एउटा इक्जाम्पलद्वारा बुझ्न भने अझै सजिलो हुन्छ। मानौ कि अब हामी नर्मल्ली हिँड्दै कतै एक्सिडेन्ट भयो। अब एक्सिडेन्ट भयो त हामीले तुरुन्तै उसलाई के गर्यौँ, कुनै पनि अटो खोजेर अथवा कुनै पनि एम्बुलेन्स बोलाएर अथवा कुनै पनि ट्याक्सीहरूलाई रोकेर उसलाई हस्पिटलसम्म पुर्याइयो, हस्पिटलमा लगेर उसलाई एडमिट गरियो, साथै त्यसलाई जुन उपचारहरू खर्च लागेको थियो नि उसको आफन्त नआउन्जेलसम्म त जे एडमिट खर्चहरू लागेको थियो, अनि पछि औषधि खर्चहरू लागेको थियो, जुन खर्चहरू लागेको थियो नि हो त्यो के भयो त आफूले तिरिदियो के। अब उसको त आफू त्यो एक्सिडेन्ट हुने मान्छेको त आफू कोही होइन नि त, त्यही पनि आफूले तिरिराखेको छौँ के त्यो। अब के गर्यौँ भन्दाखेरि अब एक्सिडेन्ट भएर हस्पिटल लाँदाखेरि ट्याक्सी अथवा एम्बुलेन्स वा जुन हुन्छ नि अटोहरू जेमा खोजेर लैयो त्यसको भाडा तिर्यौँ। त्यसपछि एडमिट गर्दाखेरि लागेको खर्च भयो, अनि पछि औषधि उपचार गरेको खर्च भयो, औषधि गरेको उसको के भयो आफन्त नआउन्जेलसम्मको हामी सम्पूर्ण खर्चहरू बेहोर्यौँ। अब
त्यो सम्पूर्ण खर्चहरू बेहोरिम त अब जुन आफन्त आइसकेपछि हुन्छ नि, जुन उसको संरक्षक छ नि हो, त्यो पछि आइसकेपछि त हामीले त्यो बराबरको खर्च त हामीलाई चाहियो नि त। अब हामीले यत्तिकै पो गरेका थियौँ, आफ्नो मानवताको नाताले पो उसलाई लगेर दियौँ। अब खर्च त हामीले अरू कसैको त बेहोरिँदैन नि त, उठाइँदैन नि त। तर पनि हामीले त्यो खर्च गरे बापतको जुन छ नि, त्यो बिरामीलाई लगेर, एक्सिडेन्ट भएको मान्छेले लगेर हस्पिटलमा एडमिट गऱ्यौँ, औषधि गऱ्यौँ, त्यसै गरी हाम्रो अटो भाडाहरू जुन जुन छ नि, त्यो लागेको जुन खर्च छ नि हो, त्यो खर्च चाहिँ हामीले त्यो बिरामी पर्ने अथवा एक्सिडेन्ट हुने जुन पक्ष छ नि हो, त्यो पक्ष अथवा त्यो पक्ष अब आफन्त को छ त, हकवाला को छ त, संरक्षक को छ त हो, त्यसले चाहिँ त्यो लागेको हामीले गरेको खर्च चाहिँ दिन्न भन्न चाहिँ पाउँदैन के। किनकि हाम्रो अब लानै पर्ने अवस्था सिर्जना भयो नि त, त्यहाँ नलगेको भयो, उसको बाइचान्स मृत्यु भयो भने भन्ने तरिकाले हामीले लगेर गयौँ नि त। अब त्यो खर्च उसलाई चाहिँ के गर्नुपर्ने हुन्छ, हामीलाई त्यो खर्च चाहिँ उसले बेहोर्नै पर्ने हुन्छ कि, दिन्न भन्न चाहिँ पाउँदैन हो। के भयो त, यहाँ करार त भएन नि, तर पनि के भयो, के भएन, यहाँ प्रस्ताव भएन, स्वीकृति भएन, त्यसै गरी प्रतिफल भएन, स्वतन्त्र सहमति भएन, उद्देश्य भएन, केही पनि भएन नि। तर पनि हामीले के गर्न पाइयो भन्दाखेरि आफ्नो त्यो जुन लागेको खर्च थियो नि, त्यो त जुन अर्को एक्सिडेन्टवाला पक्ष थियो नि, त्यसले दिन्न भन्न चाहिँ पाएन के हो। यसरी चाहिँ हाम्रो करारको सिर्जना भयो भने चाहिँ यसलाई अप्रत्यक्ष करार भनिँदैछ। यो इक्जाम्पल चाहिँ हामीले नर्मली बुझ्नको लागि लिएको ल। हामीले अब करार हुनको लागि त स्वतन्त्र सहमति हुनु पर्यो, प्रस्ताव र स्वीकृति हुनु पर्यो, कानुन सम्बन्ध स्थापना गर्ने मनसाय हुनु पर्यो, प्रतिफल हुनु पर्यो भनेर चर्चा गरिसकेका थियौँ नि। तर हो, यो तत्त्वहरूको अभावमा पनि के भयो त, हाम्रो भन्दा करार सिर्जना भयो भने चाहिँ के भनिँदैछ, यस्तो करारलाई अप्रत्यक्ष करार भनिरहेछ भनेको ल। यहाँ पनि त्यही भनेको छ। के भन्छ भन्दा, परिस्थितिवश सरोकार राख्ने व्यक्ति वा कानुन बमोजिम नियुक्त गरिएको प्रतिनिधिले नाबालक होस् ठेगानामा नरहेको व्यक्ति, अन्धा, अपाङ्ग वा व्यवहारिक व्यक्तिलाई सामाजिक हैसियत सुहाउँदो आवश्यक खर्च वा जीवनयापनका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएको रहेछ भने त्यस्तो सामग्री उपलब्ध गराउने र प्राप्त गर्ने बीच अप्रत्यक्ष करार भएको मानिन्छ भनेको यो हामीले जुन इक्जाम्पल लिएको थियौँ त्यही हो ल। त्यस्तो अब जुन एक्सिडेन्ट हुने पक्ष थियो नि, त्यो एक्सिडेन्ट हुने पक्ष र हामी बीच अप्रत्यक्ष करार भइसक्यो नि त। किनकि हामीले अब त्यो खर्च दिन्न भन्न चाहिँ पाएन कि, खर्च दिन्न भन्ने चाहिँ हाम्रो कानुनले चाहिँ उसलाई उपचार गर्छ कि, कानुन रूपमा आफू बोल्न परेन कि कानुनले चाहिँ हामीलाई न्याय दिन्छ भनेको ल। यो चाहिँ यसरी बुझ्दाखेरि सजिलो हुन्छ। यति नै हो ल यसको चाहिँ। अब के भनेको छ भन्दाखेरि के व्यवस्था गरेको छ त हाम्रो अप्रत्यक्ष करारको बारेमा भन्दाखेरि, स्वेच्छाले अरूको सम्पत्तिको व्यवस्थापन गरेकोमा बिचैमा छोड्न नहुने, त्यसै गरी सम्पत्ति जिम्मा लिनेले हेरविचार वा व्यवस्थापन गर्नुपर्ने, अधिकार प्रत्यायोजन गर्नेले दायित्वबाट फुर्सद नपाउने, विपदको अवस्थामा सम्पत्ति बचाएकोमा मुनासिब खर्च दिनुपर्ने भनेको हाम्रो अहिले जुन आयो नि इक्जाम्पल त्यही हो ल। शोध भर्न दाबी गर्न सक्ने, पालन पोषण गरेको रकम दाबी गर्न सक्ने भनेको यदि कुनै पनि अब नाबालक छ, कुनै पनि व्यक्ति छ भने त्यसलाई चाहिँ पागल व्यक्ति छ, उसलाई उठाएर ल्याएर खाना दियो, लाउन दियो, पालन पोषण गर्यो भने चाहिँ त्यो बापतको रकम चाहिँ उसले दाबी गर्न पायो हो भनेको ल। यो चाहिँ यसमा नझुकिने, यसमा चाहिँ कहिलेकाहीँ हामीलाई टु मार्क्समा पनि ट्याक्क सोधिदिन सक्छ कि, त्यही भएर मजाले कन्सेप्ट क्लियर गर्ने ल। त्यसै गरी अर्को भनेको के छ त भन्दाखेरि अनुचित समृद्धि भनेको छ ल। यो अनुचित समृद्धि भन्दाखेरि यो वर्ड सुन्दा चाहिँ अलि नसुनेको जस्तो चाहिँ लाग्छ। जुन डिफिनेसन छ नि यसको चाहिँ हामीले मजाले सुनिराखेका छौँ ल। यसलाई नर्मल्ली हामीले नर्मल भाषामा घुस लिने भन्छ नि हो, त्यस्तै गरेर बुझ्दा चाहिँ सजिलो हुन्छ के। जस्तो कि आफूले काम गरिराखेको छ, अब मानौँ कि एउटा सरकारी कर्मचारीको मानौँ तलब चाहिँ 40,000 थियो। अब त्यो 40,000 ऊ अब काममा नियुक्ति भएको बल्ल 1 वर्ष भयो, त्यो 40,000ले त 1 वर्षमा त घर बनाउनु त सकिँदैन नि त। ठुलै घर, अब बजारमा ठुलै घर, अहिलेको अवस्थामा त ठुलै घर बनाउनु सकिँदैन नि त। अब पुरै जागिर लागेको 1 वर्ष भएको छैन, उसको त पुरै घर गाडी सम्पत्ति पुरै जोडिसक्यो भनेपछि त्यसले केही न केही गरेर अनुचित समृद्धि भनेको त्यही हो कि, आफ्नो जुन छ नि आफ्नो त्यो मेहनत गरेर कमाएको बाहेक अरू के घुसखोरी गरेर कमाएको जस्तो भनेर बुझ्दाखेरि चाहिँ नर्मल्ली चाहिँ हामीले आफ्नो भाषामा चाहिँ यसरी बुझ्न सकिन्छ ल। हो त्यसरी अब कमायो भने चाहिँ हाम्रो त्यो अनुचित समृद्धि भयो भनेर बुझ्ने। यहाँ हाम्रो के दिएको छ त बुकमा भन्दाखेरि, कुनै व्यक्तिले कानुन सम्मत काम गर्नुपर्ने वा दायित्व पुरा गरिदिनु पर्ने कारण नभई कसैले कसैबाट कुनै लाभ लिएमा वा सुविधा प्राप्त गरेमा त्यसरी लाभ वा सुविधा प्राप्त गरेको व्यक्तिले अनुचित समृद्धि प्राप्त गरेको मानिने व्यवस्था गरेको छ भनेको
हाम्रो त्यही भनेर बुझ्ने ल। जस्तै कि त्यही अब जागिर लागेको थियो 1 वर्ष पनि भएको छैन, तलब 40,000 छ। अब 40,000 त घर किन्न सकिँदैन, गाडी किन्न सकिँदैन, पुरै के घर जग्गा जोडा भ्याइसक्यो भनेपछि त्यहाँ केही न केही छ भन्ने बुझिन्छ नि त। अब घुसखोरी गरेर उसले सम्पत्ति कमाएर चाहिँ यति जोड्यो भन्ने बुझिन्छ नि त। हो त्यस्तो पुष्टि हुन मिल्छ भनेको ल। अनि पछि अनुचित समृद्धि पुष्टि हुनका लागि सम्बन्धित व्यक्तिको सम्पत्ति बढ्ने वा दायित्व घट्ने, सम्पत्ति लगातार रूपमा बढिरहेको छ, दायित्व उसले तिर्नुपर्ने लगातार रूपमा घटिरहेको छ, अर्काको सेवा लिने वा काममा लगाउने र आफ्नो कामका लागि अरूको सम्पत्ति प्रयोग गरेको अवस्था हुनुपर्दछ। हाम्रो अनुचित समृद्धि हुन्छ भनेर पुष्टि हुनका लागि चाहिँ यो तत्त्वहरूको विद्यमानता हुनुपर्दछ भनेको ल। तर कानुन वा करार बमोजिम कुनै वस्तु लाभ वा सुविधा लिएमा र जुन व्यक्तिबाट कुनै पनि वस्तु लाभ वा सुविधा लिएको हो त्यस्तो व्यक्तिले फिर्ता वा शोध भर्ना नमाग्ने गरी स्वतन्त्र सहमतिबाट प्राप्त गरेको भएमा अनुचित समृद्धि भएको मानिँदैन भनेको छ ल। यहाँ के भने त यदि हुन्छ नि करार गरे बापत अब करार गर्ने पक्षले नै आफ्नो मनसायद्वारा आफ्नो हुन्छ नि कसैको त मनले नि ल मैले उसलाई यति दिएँ भन्ने हुन्छ नि, त्यस्तो भयो भने चाहिँ हाम्रो अनुचित समृद्धि भएको मानिएन। तर अर्कालाई हानि नोक्सानी पुर्याएर अब गर्न नहुने काम गरेर विभिन्न तरिकाबाट कमाइरहेको छ भने त्यो चाहिँ हाम्रो के हुने भयो भन्दाखेरि अनुचित समृद्धि हुने भयो भनेर लिन सकिन्छ ल। यसमा के भनेको छ भन्दा लिन नहुने वस्तु लिएमा फिर्ता गर्ने, भुलवश तिरेको ऋण फिर्ता गर्ने, बदनियतले लिएको वस्तु वा रकम र त्यसको लाभ फिर्ता गर्ने, तेस्रो व्यक्तिले भुक्तान गरेको ऋण चुक्ता गर्नुपर्ने, कर अर्कैले भुक्तान गरेमा शोध भर्न दिने र भेट्टाएको वस्तुको बारेमा प्रहरीलाई खबर गर्ने समेतका कार्यमा अनुचित समृद्धिको आरोप एवं दायित्वबाट बच्न सकिन्छ भनेको। कसरी बच्न सकिन्छ भनेको अनि पछि अनुचित समृद्धिको सम्भावना मुद्दा गर्नु कारण यदि उसँग हामीले कुनै पनि यसले अनुचित समृद्धि गरिरहेको छ भनेर पुष्टि गर्न सक्यौँ भने त्यो थाहा पाएकोले 2 वर्षसम्म चाहिँ हामीले अदालतमा गएर नालिस गर्न पाइने भयो भनेको ल। आजको क्लासलाई भने यति नै। हाम्रो च्याप्टर 2 अन्तर्गत नै यो च्याप्टर 2 आजदेखि भ्याइएको छ। यति टपिक्सहरू नै रहेका छन्। अब हामीले चाहिँ च्याप्टर 2 अन्तर्गत रहेर के पढेका छौँ त भन्दाखेरि करार भनेको के हो, त्यसै गरी वैध करार भनेको के हो, वैध करारका लागि आवश्यक तत्त्वहरू के हुन् त, त्यसै गरी हाम्रो प्रस्ताव भनेको के हो, प्रस्तावसँग सम्बन्धित नियमहरू के हुन्, स्वीकृति भनेको के हो, स्वीकृति सम्बन्धी नियमहरू के हुन्, त्यसै गरी प्रतिफल भनेको के हो, रुल्स रिगार्डिङ कन्सिडरेसन, त्यसै गरी एक्सेप्सन अपवादहरू के रहेको छन् त त्यसको बारेमा पनि पढिसक्यौँ। वोइड कन्ट्र्याक्ट भनेको के हो, नाबालक भनेको के हो, अनि पछि करारको कार्यान्वयन भनेको के हो, करारको उल्लङ्घन भनेको के हो भनेर सबै पढिसकेका छौँ ल। यति यो च्याप्टर 2 मा चाहिँ हामीले यो टपिक्सहरू पढिसक्यौँ। हाम्रो च्याप्टर 2 भनेको चाहिँ एकदम इम्पोर्टेन्ट च्याप्टर हो। अझै पनि यदि बुझिएको छैन भने एकचोटि फेरि आफ्नै तरिकाले सर बुक पढ्ने, अलिअलि भिडियोमा त केही कुराहरू छुटपुट भएको पनि हुनसक्छ, त्यो चाहिँ बुकहरूबाट अझै आफूले एकचोटि पढेर नलेज लिने हो भने चाहिँ मजाले गर्न सकिन्छ ल। हाम्रो च्याप्टर 2 नै यही अन्तर्गत नै भ्याइएको छ। नेक्स्ट क्लासमा फेरि हामीले च्याप्टर 3 छ नि, फेरि च्याप्टर 3 यो द्वित्व अथवा दरोड सम्बन्धी करारको बारेमा चाहिँ चर्चा गर्नेछौँ ल। आजको क्लासलाई भने यति नै।